Hello everyone, welcome to our Masti Entertainment channel. तपाईहरुलाई मेरो च्यानलमा एकदमै धेरै स्वागत छ र आज चाहिँ म कहाँ छु भन्दाखेरि आज चाहिँ म गाउँमा आएको छु। मेरो घर जन्मेको घर। मैले 12 क्लाससम्म यहीँ पढेँ, त्यसपछि काठमाडौँ हान्ने म कामको सिलसिलामा भनौं याद कुराहरुले। र आज चाहिँ म हाम्रो गाउँको कस्तो छ त पुरा झलकहरु, गाउँको सिचुएसन कस्तो छ त, गाउँको अवस्था कस्तो छ त, गाउँको सौन्दर्यता कस्तो छ त त्यो तपाईलाई देखाउँछु। भ्लगमा पुरै माया गरेर साथ सपोर्ट गरिदिनु होला अनि अझै धेरै सब्स्क्राइब गरिदिनु होला। बबल भिडियो आउँदैछ र मेरो भिडियो खिच्ने मेरो एकजना झ्यारझ्यार भाइ छ, त्यसलाई पनि साउट आउट हैन। एक नम्बरको फटाहती फेरि यहीँबाट भनिहालौँ। कतिले चिन्नुहुन्छ चिन्नुहुन्न, भिडियोमा पनि देखाएको छु मैले। अनि बबल भिडियो आउँछ तपाईहरुलाई पुरै गाउँको भ्लगहरु एकदम अर्गानिक हुन्छ नि त। यो करोड भन्दा पनि हुन्छ नि अरबौंको भ्लगहरु आउँछ। माया गरेर साथ सपोर्ट दिनु होला, पुरै भिडियो हेर्नु होला। अहिले चाहिँ भिडियोतर्फ लाग्नु है त गाइस। ल यो चाहिँ त के गर्न लाग्यो भाइ त्यहाँ? अहिले मार्छन् मम्मी बुवाले परालमा उफ्रिन्छ गोरु। ल ल यसको पार ल सबै कपालै टुडा लाग्यो। गाउँको बाँदर त के फटा हुन्थ्यो र त्यो भन्दा बढी चकचक गर्दो रहेछ यसले। हेर यसले ल ल ल ल फर्काउँदैन यसले त हेर टुडा बिजेर त्यो बिजाए पनि यस्तो हुन्छ नि अहिले। जे हो देखा जाएगा। अयो यो बाँदर यो एक नम्बरको चक्र अब कहाँबाट हाम फाल्न गयो फेरि। ल ल त्यहाँबाट हाम फाल्न गयो। ल ल ल अहिले बुवाले मार्छ तँलाई त्यो जिउभरिमा आएको छ। अब केही भन्नु छ? केही भन्नु छैन, एकदम गर्व। तँलाई अलि पर्दा तँलाई को मन पर्छ रे? मलाई नेमार जुनियर। किन मन पर्छ? स्किल बोल्थे। हारेछ तेरो ब्राजिलले। हारे नि बाल भन्न कि हामी फ्यान हो नि। घाइते भएको भइ छ फेरि। कहाँ हुन्छ? अस्ति पनि घाइते भएर खेल्न सकेन त। अब के भयो त नि? अनि जर्मनी के अरे अर्जेन्टिनासँग कति गोल खायो? अर्जेन्टिनासँग 4 गोल खायो। 4 खायो। नेमार थिएन नि त त्यो। अनि त चाहिँ ब्राजिलको फ्यानले चेल्सीको जर्सी लगाएर हिँड्न छ। हैन कन्ट्रीको जर्सी छैन, अब यस्तै हो। चेल्सीको नाम अहिले त कहाँ छस्? म अहिले घरमा घर भन्न आछ के हल्का फुल्का। ल ल ल ल सबै देखा मलाई यहाँ कहाँ के चेत भएको छ है त। ऐसेलो खान्छ मिन अब उता मासतिर ल गाइस। अब चाहिँ यसले मलाई ऐसेलो आउनुस् भने जस्तै गर्छ त्यसले। अब यसले ऐसेलो पाकिरहेको छ क्या अब उसहरूमा ऐसेलो खाना लान्छ अरे। चट्ट ऐसेलो पनि खान जाउँ होइन। अनि यो चाहिँ लप्सीको बोट है गाइस। यो चाहिँ लप्सीको बोट च्याट्टा लाएर है। अब चाहिँ अहिले ऐसेलो खाना लान्छ अरे। ऐसेलोको घारी यो चाहिँ तै हो भन्न। यसले विकास गरे अब यसले खतरा कडा विकास गर्छ। त कतिमा पर्छ रे? म 8 मा। आम्मा यार बच्चै छस् त। बच्चै छु? 8 भनेको त्यो 8 भनेको 8 होइन 5 + 3 हैन 2 * 4। अहिले ऐसेलो खाना लान्छ कहाँ लान्छ हेरौँ है त। यसलाई अहिले ऐसेलो खान लिएर आएको। ऐसेलो छैन है त। मकैबारी दराम भइहाल्यो नि। त्यो ऐसेलो हो त अनि गोरु? यो त के भन्छ यसलाई? किम्बु हो क्या त्यो। किम्बु हो किम्बु। चेटो लारे नि मिठ हेर्नु पर्ने कहाँ हो सारा खाले के ला यसले के गर्छ यार। के हो यसो त खाँदै डरा ए ल पोल्छ हातमा चस्छ नि थाहा छ नि। अरूले कानले चसे हुन्छ तपाईँ। स्टेप पनि देखाउ न। एक नजर हेरेर त घरको पर घर यो खेत भइहाल्यो। चट्टा लाएर यो खेत हामी यहाँ डिलमा नजारा त कडै आउँछ नि। यो स्विमिङ पुल हाम्रो बच्चाको। हाम्रो अङ्कलको जमानामा पौडी खेल्ने ठाउँ हो। बच्चामा हामी यहाँ कम पौडी खेल्थ्यौँ। बुवाले लखाटी पनि दौडेर खेल्थ्यौँ यो खाल्डोमा। के गर्ने भन्दाखेरि यो रुखमा चढ्ने मुनतिर हाम फाल्ने टाइम। त्यति बेला रुखै यत्रो थिएन, त्यो सानो थियो नि त।
मध्य यताको नजारा देखाउँछ है त हामी त जङ्गल कहाँ आइपुग्यो गाइज यार ए यहाँनिर घाँस फलाइरहेको छ नि त यो होइन यो अनि यति पानी हुन्थ्यो त्यहाँबाट उफ्रेर म पौडी खेल्न सिकेको यही उसबाट हो खाल्डोबाट हामीले गाउँको अर्ग्यानिक पोखरी ए त कहाँ छिर्छ यार काँडामा माएको छ बाटो हेरे उही ल यो यस्तो यो खायो भने पनि यो जिब्रो त्यो कालो हुन्छ रातो कि कालो हुन्छ यस्तो खायो भने यस्तो खायो भने हामी पहिला खानु ओए झन्डै मैले यस्तो खायो भने के लालीगुराँसको बोट कहाँ छ कहाँ बिरुवा लग्नु छ मैले एउटा ल गाइज हामी चाहिँ यस्तो अवस्थामा यहाँ यो जङ्गल यहाँ क्यामेराम्यान अगाडि छ यो कहाँ छिरो यसलाई चाहिँ भन्छ के भन्छ यसलाई चिलाउने पारी चिलाउनुको फेरिमा जुत्ता चिलाउने बिस्तारै हिँड्ला राइमिङ हो क्या यो खतरनाक चिलाउनेको पनि पात मिठो हुन्छ क्या अमिलो हुन्छ बाख्राले खान्छ म चाहिँ बाख्रा होइन अहिले आम पल्ला छ त हाँस्छ त्यो मलाई धेरै देखाउनु पर्दैन यसले लगाइ ऐँसाले भेट्टायो यसले चाहिँ फाइनल्ली यसले ऐँसाले भेट्टाए अलिअलि काँडैले मलाई यत्रो ठुलोलाई 20 भन्छ यत्रो सानोलाई के भन्छ यसलाई 40 भन्छ 20 पछि 40 भन्छ 20 क्या 20 अनि यसलाई भन्छ सानो खालको के उ त परतिर झाङै थियो त छैन पुचुङ्रे भन्छ त्यसलाई ल यो घारी नै घारी आथा काँडाले कोरिसक्यो मलाई यार हैट झरझरै हुने भयो आज यस्तो जङ्गल लिएर आएर मलाई त यहाँ गाइज हैन कोरेर मार्नै छ भिडियो चाहिँ हामी हाल्न लाग्दैन हैन अनि यहाँ हामीमा जे पनि हुन्छ हैन ल त्यहाँनेर बाघ लुकेर बसेर छ हैन ल तेरो बाजे त यहाँ ऐँसाले मैले पनि भेटेँ एउटा चाहिँ टेस्ट गरौँ न गाइज यहाँ भेटेँ फोकस कता गयो फेरि क्यामेराको छैन ऐँसालुको बोटै मात्रै छ यार गाइज यसले पोल्यो भने फेरि झ्यारझ्यारै हुन्छ गाइज अलिअलि काँडैले चस्से भन्ने यो फेरि यस्तोले पनि यहाँ बबाल गर्छ कि अब ऐँसालु चाहिँ यता रहेछ उ त्यता बोट रहेछ कताबाट जान्छ त्यो त बिच छ यार यता आउनु न यता बाटो छ म त्यो बाटोमा बसिरहेको छु गाडी नै गाडी यार यो त छोगा जाने यहाँ छ खतरनाक ऐँसालु अब त यहाँ हेर माकुरी के भयो हाम्रो अङ्कल हात कट्टुमा आउनु भयो त्यो झ्यारझ्यारै भयो यहाँ झ्यारै म ऐँसालु खान्छु यहाँ ऐँसालु गाइज होइन यहाँ अलि पर गएर खिच्छ ऐँसालुलाई म त मरिहाल्छु न काँडामा मर्दैन जस्तो काँडाले कहाँ बल्ल ऐँसालु पाए गाइज यार यहाँ हाम्रो अङ्कल छैन अल्को भएको फाइदा उठाउँदै हुन्छ है दर्याम मलाई देखाएको छ राम्रो छ हल्का तपाईँ कालो मेन हो गाइज अब फोकस के हुन्छ कुनै कस्तो खिच्छ हल्का तपाईँ कालो देखिरहनु भएछ त्यो चाहिँ मलाई म कुन त सेतो छु र झ्यार नगर्ने भाइ ए भाइ झ्यार नगर्ने ऐँसालु हेर यहाँ यता ऐँसालु हेर अब यहाँ यसरी गरम खान्छु हामी पहिला यतातिर यत्रो कचौरा हुन्थ्यो नि यत्रो कचौरा यत्रो कचौरामा यो सबै के यतातिर त यति बनाएर खाने उ त्यो तपाईँको पछाडि छ त त्यो पात हो यो पातमा टिपेर खान्छौँ हामी यस्तो पात पनि खाइयो अनि कचौरा लिएर आउने पनि खाइयो अलि चाहिँ गाइज ऐँसालु होइन है च्याट्टा लगाएर अब ऐँसालु अब त खाँदिन खाने तपाईँ खान्न म दिने ऐँसालु के अरे गरम अब मकैबारी दर्याम भन्थ्यो खतरनाक हुन्छ अर्ग्यानिक स्वाद गाइज बब्बाले टेस्ट राख्छ ल यो ल बाँदरै पैसा के छ चाहिँ घाँसहरू सबै यो अब काटेर गाई भैँसीलाई बाख्रालाई हाल्ने घाँसहरू यहाँ होइन गाउँघरतिर यस्तै छ र गाई रमाइलो छ जियोस् आउँदा मजा लाग्छ त अहिले त मान्छेहरू पनि बहर छोडेर हेर्नु न यहाँ सबै यस्तै यो बारी फल्ने यो धानहरू फल्ने गहुँ फल्ने खेत हो नि त यो अहिले त यस्तो नजरामा परिणत भइसक्यो झ्यारझ्यारै भइसक्यो यतापट्टि चाहिँ यो गाउँ छर्नलाई राजु अङ्कलहरू गइने त हो है गाउँ छर्नलाई मलहरू राखिरहेको छ गाइज यहाँ चाहिँ गाउँ छर्ने हुँदो रहेछ हाम्रो चाहिँ गाउँ छर्न होइन गाउँ काटेर चाहिँ धान अब धानको बिउहरू राख्न धान रोप्न गरे ल यहाँ ढुङ्गा गाइजी अब यो डाम्न कहाँ गयो फेरि आइजाको ल सो गाइज अब मेरो अङ्कल चाहिँ हाम फाल्दै हुन्छ हेर्नु अब यहाँ एकछिन कला यस्तो एकछिन है गाइज हल्का कला संस्कृति देखाउनलाई मन्दिर जानुपर्छ है
ल हामी फालौँ नि त जङ्गल वन जङ्गल डुलेर सबै उ गरेर यो टेन्सनै थिएन यस्तो कानलाई पनि कति हामी फल्यो ल हामी फालौँ ओ ल ल ल फेरि हाम्रो अङ्कलको लुक्स चाहिँ दामी छ कि अब गाइस हामी चाहिँ त्यो ढुङ्गामा जान्छौँ होइन टपमा है हामी यो सानो सानो हुँदाखेरि त्यो पौडी सिँगाइको त्यो छ नि त्यो पौडी छ नि यहाँ आएर सुत्ने अनि बेलुका मात्रै घर जाने रमाइलो हुन्थ्यो त्यो जस्तो लाग्यो तर त्यो ल वाह क्या कला हेरे ल जाउँ भयो रेडी भयो रेडी कटै एकछिन कट धेरै भयो नि त अब त फाइनल है ल एकचोटि गइदिन्छु र सियोरे दमला हेर है ल मकै बारी दराम हान्दिनु वाह म चाहिँ आउनु परेन माथि छैन हो अब यो पनि आउँदैछ ल ल यो चाहिँ सबभन्दा ठुलो ढुङ्गा यहाँको अझै यो ढुङ्गा यहाँ हामी चिप्लेटी खेल्थ्यौँ यहाँबाट उता मुनिबाट चल्न खोज्छ एक तला डेढ तलाको ढुङ्गा छ क्या यो ल हेर्नु यो तलसम्म ढुङ्गा होइन यत्रो छ क्या यो ढुङ्गा ल यो ढुङ्गाबाट मलाई यार भइदिएको भए 2-4 खान क्या टेस्टी हुन्थ्यो नि त हामीले खा त हो नेपाली अमला खाना ढिलाइयो गाइज त्यही भएर अमला फुल खेल्ने बेला भइसकेछ ल कसको ए उता माथितिर गाउँ झ्यारझ्यार गाउँ ल गाइज यस्तै छ हाम्रोतिर जङ्गल अब हामी लाग्छौँ यहाँबाट टक्क लगाएर है त लु 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 जा ल उहाँ पुग्यो यहाँबाट निखिलप्रति कट हान्नुहुन्थ्यो अब निखिलप्रति कट आमा दिनु ओहो गाई चाहिँ भाइ डाइनोसरको मासु भेट्यो म्यान भर्सेस वाइल्ड गली 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 राहत चली जियो रे बाहुबली फ्यालु भाई यहाँ पे क्या हो रहा है ये वाला मिलाउनु है यहाँ चाहिँ ल भाई यहाँ पे क्या हो रहा है ओ यसलाई भन्छ दाउरा ल खाके आजलाई छोगा छैन अब चाहिँ म पसलमा जाँदैछु है यो चाहिँ रोड हो यस्तो खतरनाक छैन गाउँ चाहिँ दामी छैन अब हिँड्ने चाहिँ हलिहाल्छ होइन यहाँ को हुनुहुन्छ हेर्नु है त यहाँ चाहिँ गाई छैन 3 वर्षदेखि पुरानो सुपर बाइक यहाँ छ है द लेजेन्ड हिरो होन्डा अनि हाम्रो माइली आमा हुनुहुन्छ आज रक्सी कति खानुभयो त माइली आमा 4 पाती खानुभयो 4 पाती खाँदैछु खानु परिहाल्यो नि 4 पाती बुबा के सोध्दै हुनुहुन्छ आज कहाँबाट है तपाईले भेट्नको तपाईँ फोटो खिच्ने होइन भिडियो खिच्ने हो ल जे दिल खुल्ला माया पिरी भन्नु त हल्का स्क्रिप्ट सिकाउनु पर्न हो यहाँ यी हाम्रो आमा हुनुहुन्छ अनि हाम्रो आमाको दिदी ठुलो आमा मेरो अनि ऊ चाहिँ के अरे चङ्खेबारी आमा हाम्रो यो हाम्रो नारायणी आन्टी आन्टी हो अनिसी उमाले आमा त्यहाँ घुर्दै हुनुहुन्छ कतिचोटि कहिले रक्सी खुवाउँछ माथि आँखामा कसले पचाइदियो ल को रे हिजो के थापा दा हेर्नु है यहाँ पारा हेर्नु हिजो बेलुका के भन्दै पारा फेरि सोझो छुइनँ नि त म हो यसले यस्तो हान्छ मेरो सिप्लेर कहाँ बाटोमा लडिकल दाइले दुख लाउँछ अझ सो गाइज बहिनीले 3 जनाको हातमा कुरा खाएपछि यहाँनिर टक्क अर्ग्यानिक आगोमा लल्यो मम्मी के पकाउँदै तपाईँ त्यहाँ तरकारी के तरकारीले पकाउनु लाग्नुभयो ल नाति र हजुरमा बराबरी छन् ल ठ्याक्कै बराबरी हो क्या योसँगको मान्छे कति अर्को हुन्छ
यहाँ अदुवा लसुन यहाँनिर त्यसपछि मम्मीले आगोमा तरकारी पकाउनुहुन्छ म चाहिँ भित्र ग्यासमा चाहिँ मासु पकाउँछु है त टक्क लाएर यो फेरि यहाँ नाटक गर्दैछ कन्टेन्ट चोर्नुहुन्छ तपाईँ गरेछ म अनि ल बिल्ला हान्दिरहेको कसले गरेको यो यसले गरेको फाइदा चाहिँ तपाईँ लिएर जाने यार ल सिलौटो त्यो लोहोरो जत्रो छ मान्छे पनि यो त मेरो बेलमेनाको जिम हो क्या नाटकतिर आज ढिँडो खाने हो चट्टा लाएर फोकस मोड अर्ग्यानिक खसीको मासु कोरियोग्राफर बन्ने हो क्या म चिन्ता नलिनु कोरियोग्राफर भनेको केलाई कोरियोग्राफर भन्छ खोइ थाहा भएन जे भयो नि हो कोरियोग्राफर भनेको कोरिया भनेको तपाईँ जस्तो कोरिया जाने मान्छेले कोरियोग्राफर भन्छ होइन मलाई ट्याक्सी ड्राइभर बन्नु होइन आइहाल्छ नि जहाँ भाडा खानुभन्दा बढी केही पनि गर्न हुँदैन खानुभन्दा बढी केही पनि गर्न हुँदैन 2 दिनको जिन्दगी हो क्या खारै बिताउनु पर्छ यस्तो भाडामा चाहिँ के काम होइन त आमा हाम्रो अङ्कलको ड्रेसअप चाहिँ कडै छ होइन यी टी सर्ट हाफ कट्टु अनि त्यही हात्ती छाप चप्पल तेरा बाजे हात्ती छाप चप्पल हो कसो मेरो हात्ती छाप झाड्यो नत्र इयर जोर्डन त के गरेर हाल्नुहुन्छ हात्ती छाप चप्पल लाइ झन् बलियो हात्ती भन्दा बलियो हुन्छ मलाई के थाहा गोरुलाई जहाँ गयो नि सुख छैन एमेरी बासे भन्थे त्यस्तै भइरहेको अङ्कललाई घरि घाँस काट्ने घरि भाँडा मान्ने गाह्रो छ म मात्रै हो कि एउटा बसेर के छ र बाख्रा कराको कराइ गर्ने के तिनीहरूलाई घाँस खानु पर्यो रे म आएपछि बढी कराउँछ नि यार झ्याउ लाग्ने तपाईँले अब सोधाएको क्या म तिनीहरूलाई अर्डर दिन्छु नि त यो भन्दा पनि यो काट्नु पर्यो क्या यहाँ त यो 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 के त थाहा छ के काट्नु पर्यो भने कस्तो त्यही ऊ काट्न जान होला त्यही ऊ त्यो अगाडिको देखिसकेँ मैले थोडा नाजिक आइहाल्छ नि आउँदैन रुख काटेर घाँस हाल्नुपर्छ मैले रुखको घाँस काट्नु र त्यसको घाँस काट्नु फरक पर्छ नि जे भयो नि घाँस त काटिहाल्छु नि मेरो मेला जान्थ्यौँ गोरु मैले कति आएको छैन होइन सोध हजुरलाई सोध फेरि मम्मीलाई थाहा होला मेला जान्थ्यौँ है हामी कहिले रहरले गइन्थ्यो कहिले करले गइन्थ्यो कहिले बाटोले गइन्थ्यो तर जान्छे गइन्थ्यो हल्का फुल्का प्र्याङ्क हान्नुपर्ने कि क्यामेरै पाउँदैन क्या मैले होइन नत्र म यस्तो हान्दिन्थेँ होइन आइफोन मात्रै भएको भए म अङ्कलको टट्टी निहाल्थेँ प्र्याङ्क गरी ल तैँले पाइस् हेर त तँलाई के गरे हात्तीको मुखमा जिरा जस्तो हेर त हेर्न चाहिँ छन चाहिँ यत्रो छ हात्तीको मुखमा जिरा भनेर त यति हालिदिनु रहेछ यो दुइटा ल्याइन्छ यिनीहरू त ठिकै सुकेन यस्तो छन् आमा जानु भएन अहिलेसम्म कस्तो हात्तीको मुखमा जिरा यहाँ पनि खाइहाल्छ नि ल ऊ त्यहाँ हेर्नु न ऊ त्यसलाई कति दिन भइछ खान्छ नि ऊ अर्को चोर आइसक्यो यहाँ चट्टा कागती पनि कहाँ यहाँ फुलेको ठ्याक्क यहाँ देखिरहेको छ अम्मा पनि फुल्यो अहिले फुल्दै छ होला ठ्याक्क लालु काते फुलेर पनि ओइलिसक्यो त नि सक्छ त कसैले कागती नै कागती यो पनि कागतीको बोट यो पनि यहाँ त कति चाहिँ कागतीको फुल फुलेछ यार बबाले फुलेछ ल यहाँ चाहिँ बोट होइन के हो त्यो ए यहाँ यो मैले त नदेखिरह सर्प जस्तो लागेर बढ्दो रहेछ यो त भातै यतापट्टिको नजारा यहाँ गाउँ सुकेर छ ल
यतापट्टिको नजारा यहाँ पनि गुलाबकै फुल फुलिरहेछ यहाँ पनि एभोगार्डा नै छ यो के भन्छ के को बोट यो जुनारको बोट